तपाईँहरूलाई नेपाल पुलिसप्रति कतिको विश्वास लाग्छ है? अब नेपाल प्रहरी भनेको त हामीलाई सुरक्षा दिने हो नि त होइन? हाम्रो चाहिँ हिजो पसलमा तोडफोड भयो होइन? अनि अलिअलि फेसहरू त त्यस्तै टोटली देखाएन, मास्क लगाएको छन्। अनि त्यही चोरले चाहिँ तपाईँको पेप्सी कोला एरियामा अरू 4 वटा चाहिँ चोरेको रहेछ भनेर भन्दै हुनुहुन्थ्यो है। त्यही चोर, त्यही लगाइहरू भएको मान्छेले चाहिँ अरू 4 वटा पसल चोरेको छ अरे कि यही पेप्सी कोला, यही वीरेन्द्र चोक यही एरियाभित्रै 4 वटा चोरी गरेको रहेछ। अनि अब हामीले त निवेदन दिइसकेको छौँ पुलिसमा होइन, फुटेजहरू सबै दिएको छौँ। अनि पुलिसबाट आउनुभएको थियो, सिभिल पुलिसहरू पनि आउनुभएको थियो। उहाँहरूलाई पनि त्यो फुटेजहरू क्लियरली दिएँ होइन, बुझाइदिएँ। अनि त्यसपछि अब निवेदनहरू सबै हालेको छ। फुल्ली अब पुलिसले चाहिँ भेटाउनुहुन्छ होला होइन। फेरि तिनीहरूले चाहिँ मेरो डकुमेन्ट पनि लिएर गएको थियो क्या। त्यो डकुमेन्ट चाहिँ तपाईँको त्यो वीरेन्द्र चोकमाथि एउटा पानी ट्याङ्की छ नि, त्यहाँ भेट्यो अरे। अनि अब सबैजनासँग मैले चाहिँ तपाईँहरूलाई भनिरहेको छु क्या है, एकदमै सेफ राख्नुहोस्, पसलहरू एकदमै हेर्दै गर्नुहोस् है। हाम्रो अब सिसिटिभी राम्रै थियो, दामी नै थियो, सिसिटिभीहरू सबै हालेको थियो। त्यो पनि अब चोर्नेले चोरिहाल्यो होइन। तर हामीले छोड्नेवालामा चाहिँ छैनौँ। 5 वटा ताल्चा फुटाउन सक्ने भनेको यो एकदमै खतरा चोर हो होइन। यसलाई एकचोटि भेटेर यसलाई राम्रो चाहिँ गर्नुपर्छ, यसलाई उपचार चाहिँ गर्नुपर्छ। हामी खोज्न पुरै खोजिरहेको छौँ। म पनि आफ्नो पर्सनल्ली पनि लागेको छु, अनि पुलिसहरू पनि लागिरहनु भएको छ। अनि तपाईँहरूले पनि सक्नुहुन्छ भने, पेप्सी कोलामा कोही आफ्नो मान्छे हुनुहुन्छ वा तपाईँहरू हुनुहुन्छ भने प्लिज हेल्प गर्नुहोस्। आज मलाई परेको छ, भोलि अरूलाई पर्न सक्छ। यस्तो चोरहरूलाई चाहिँ मोटिभेसन नहोस् भन्छु क्या म। अब हामीले चोर्यौँ के थाहा भयो र भन्ने टाइपको भयो भने चाहिँ उनीहरूमा मोटिभेसन हुन्छ, अरू ठाउँमा चोर्छन् क्या। यिनीहरूलाई ठ्याक्कै रोक्न सक्यो भने, च्याप्प समाएर एकचोटि मजाले यिनीहरूको उपचार चाहिँ गर्न सक्यो भने चाहिँ अनि बल्ल चाहिँ यिनीहरू अलि डर भन्ने चिज हुन्छ नि त। त्यो भएकोले अब होपफुल्ली हामी पनि अब पुलिसकै भरोसामा छौँ। अब मतलब नेपाल प्रहरीले भेटाउनुहुन्छ भन्ने आशमै छौँ। अब सामान्य चोरी त हो नि भनेर छोड्नु भयो भने त के भन्न सकिन्छ र होइन। तर यिनीहरूले चाहिँ तपाईँको 5 वटा 6 वटा ताल्चा फुटाउनु भनेको त नेक्स्ट लेभलकै हो कि। एक कोरु नै लागेर फुटायो नि त, जसरी नि चोर्छु भन्ने खालको हो। अनि यो भनेको त डरै छैन भने जस्तो भयो नि त होइन। अब कसैले केही सजाय देलान् के होला भन्ने डरै हुन छोडो। अब यस्तो भयो भने त हेट्टरी गाह्रो भइहाल्छ। त्यही भएर हामी सबैजना मिलौँ, यो चोरको फुटेजहरू के कति भेटेको छ कलेक्ट गरौँ। तपाईँहरूकोमा सिसिटिभीहरू छ वा केही कुराहरू छ भने मलाई नभए डाँडाघारीको प्रहरी चौकीमा चाहिँ हजुरले सम्पर्क गरिदिनु होला। र हामीले यो दुईजना एकदमै झ्याप तालमा हिँडेको छन्। अनि तपाईँको ड्याङ ड्याङ चाबी फोडाएछन् क्या तपाईँको। त्यही भएर हामीले छोड्नुहुन्न, यिनीहरूलाई समात्नुपर्छ, यिनीहरूलाई तल लगाएरै छोड्नुपर्छ है। त्यो भएकोले तपाईँहरूले पनि हेल्प गरिदिनु होला, सपोर्ट गरिदिनु होला। पेप्सी कोलामा कोही हुनुहुन्छ भने प्लिज 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 सिसिटिभी छ भने एकचोटि हेरिदिनु। 1:30 बजे पछिको हाम्रोमा चोरी भएको छ, त्योभन्दा अगाडि पछाडि हुनसक्छ, त्यही वरिपरि नै हुनसक्छ। त्यही भएर एकचोटि हेरिदिनुहोस् है। त्यही भएर अनि आफ्नो घर पसलहरूको एकदमै ख्याल राख्नुहोस्। अब क्यामेरा छ यो छ भनेर नबस्नुहोस्, एकचोटि चेक गर्दै गर्नुहोस् है।